एमाले केपी ओलीका झोले। यो भिडियो अन्तिमसम्म हेर माया सालेहरू, यो भिडियो अन्तिमसम्म हेर। जेनजी आन्दोलन जेनजीहरूले चाहिँ अमेरिकी सेनाहरू भित्रायो भन्ने यो भिडियो हेरेर चाहिँ तेरो दिमागमा के घुस्छ? अन्तिमसम्म हेर यो भिडियो। कुन सरकार कुन प्राइम मिनिस्टर हुँदाखेरि चाहिँ सेनाहरू आएर चाहिँ भित्रिया रहेछन् त, हेर अन्तिमसम्म। नमस्कार साथीहरू, यो बारेमा चाहिँ मलाई भिडियो बनाउन मन थिएन, तर यति पुरै नबुझ्ने हल्ला गर्ने मायासालेहरू यो भिडियोलाई अन्तिमसम्म हेरेर अब चाहिँ यो बारेमा केही न केही चाहिँ बोल्नै पर्छ मर्छस् होला त। लागेर यो भिडियो बनाउँदैछ आज। विषय हो यो क्लिप हो। यो क्लिप हेर्नुस् एकपटक। अमेरिकी सेनाले नेपालमा सेना दिवसको दिनमा प्रस्तुति दिँदैछ। सबै भिडियो हेर। त्यहाँ यही विषयलाई लिएर सामाजिक सञ्जालभरि प्रधानमन्त्री को हुँदाखेरि र सार्वभौमिक अस्तित्वमाथि कसको सरकार हुँदाखेरि चाहिँ भित्रेका रहेछन्। खुल्लमखुल्ला अमेरिकी सेना भित्रायो भन्दै स्ट्याटसको बाढी आएको छ सामाजिक सञ्जालमा। वास्तविकता के रहेछ भन्ने खोज्ने क्रममा न्यू स्पटलाइट म्यागजिनमा यो समाचार हात पर्यो। यसमा शिवरात्रिको अवसरमा नेपाली सेनाले सेना दिवस मनाएको भन्ने एउटा समाचार झोलेहरू यहाँ देख्न त्यतिकै भुक्छ। झोलेहरू जेनजी आन्दोलन जेनजीले चाहिँ अमेरिकी सेना भित्रायो, एमसीसी पास गर्यो भन्छ मायासालेहरू। त्यो पत्ता लगाउनको लागि यहाँ भएको फोटोको लिङ्क नबुझिकन फोटो मात्रै लोड गरेर हेर्नु एकपटक। फोटो नट फाउन्ड भन्यो, अर्थात् फोटोहरू त्यहाँबाट हेर्दै जा। सबै सुन मायासाले झोलेहरू एकपटक आइसकेको सामग्री फोटो भिडियो त्यो हट्दैन। आउनुहोस् त्यसलाई वेब आर्काइभमा गएर निकालेर हेरौँ त्यो फोटो के रहेछ। पख्नुस् त डेट सबै हेरे होला नि, मिति सबै हेरे होला नि। को हो यो? ठेट नेपालीमा भन्नु प्रधानमन्त्री को हुँदाखेरि र सरकार कसको हुँदाखेरि चाहिँ सम्म भइरहेको रहेछ यो भन्ने कुरा। यो फोटोमा अनि त्यही पेजमा यो अर्को पनि फोटो छ, तर त्यो झोलेहरूलाई पनि कपी गरेर कुरा बुझ्नु छैन। एमसीसी नट फाउन्ड भन्छ, अर्थात् यो फोटो पनि पास गर्यो, एमसीसी सेनाहरू भित्रायो भनेछ। निकाल्दाखेरि के देखिन्छ? ए यस्तो पो आयो त। यस्तो पनि त्यति बेलाको प्रधानमन्त्री को थियो? नेपाली सेना यस्तो त देखिँदैन। सरकार कसको थियो? पनि पश्चिमा सेनाको मान्छे रहेछ, राष्ट्रपतिको हातबाट केही ग्रहण गर्दैछ यहाँ पनि। अब यो माथि डेट एउटा कुरा याद कुन डेटमा भएको छ? समाचार निस्केको डेट हेर्नुस् त। देखा 2 वर्ष अगाडि मार्च 8 अर्थात् अहिलेको भन्दा त्यति बेलाको को थियो प्रधानमन्त्री? कसको सरकार थियो? समाचार रहेछ। त्यही बेला सेना दिवसको बेला प्रत्यक्ष प्रसारण भएको मासाले एमालेका झोलेहरू त्यो पनि हेर्नुस् त एकपटक। केपी ओलीको गुखाओ, केपी ओलीको गुखाओ तिमीहरूले गएर सुन्नु हो त। भारत बेलायत जेनजीले चाहिँ उ गर्यो अरे आज प्रस्तुति दिने रे। अनि त्यो बेलामा प्रधानमन्त्री चाहिँ को रहेछन् एकपटक हेरौँ त। इन्ट्रेस्टिङ। महान नेता प्रचण्ड प्रधानमन्त्री भएको बेलामा रहेछ त्यो। अनि त्यो सरकारमा अरू को थिए त भनेर हेर्दाखेरि माओवादी, एमाले, रासोपा, नेकपा समाजवादी लगायतका दलहरू। अनि त्यसको 1 वर्ष पछाडि 2025 को मार्चमा अथवा त्यही दिनमा सेना दिवसकै उपलक्ष्यमा भएको अर्को प्रत्यक्ष प्रसारणको भिडियो यहाँ देखाउँदैछु। यहाँ पनि सुन्नुहोस् के भनिँदैछ। यथार्थ कुरो थाहा छैन भने त्यत्तिकै नभुगा के मायासालेहरू। कला प्रदर्शन हुनेछ। यस क्रममा नेपाली सैनिक ब्यान्ड तथा मित्र राष्ट्रहरू, भारत, संयुक्त अधिराज्य बेलायत र संयुक्त राज्य अमेरिकाका सैनिक ब्यान्डहरूले अनि यो कुरो एउटा हर्केलाई पनि थाहा रहेनछ। यहाँ पनि फेरि भारत, बेलायत र अमेरिकाका सैनिकहरूले प्रस्तुति दिने। हर्के पनि त्यत्तिकै भुकिछन् हर्के। इन्ट्रेस्टिङ छैन त। अनि एमालेको मात्र होइन, त्यो बेलामा काङ्ग्रेस पनि मिलेर बनेको दुईटैको सरकार रहेछ। त्योभन्दा पनि अघि 2079 सालमा सेना दिवसको उपलक्ष्यमा प्रत्यक्ष प्रसारण हावातालमा यो अर्को एउटा भिडियो क्लिप हेर्नुस्। बोल्नुभन्दा पनि यथार्थ कुरो के हो बुझौँ। को छ यहाँ हेर? प्रधानमन्त्री प्रचण्ड छ, विद्यादेवी भण्डारी छ। उति बेलैदेखि भइरहेको अहिले जेनजी पुस्ताले चाहिँ भित्रायो नेपाली सेना भनेर हल्ला फैलिरहेछ मान्छेले घन्टी। यहाँ पनि पश्चिमा अर्थात् पश्चिमाको सेनाले प्रस्तुति दिँदै रहेछ टुडी खेलमा। त्यो बेला प्रधानमन्त्री को थिए? प्रचण्ड। राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको कोटाबाट राष्ट्रपति भएकी झोलेहरू भिडियोमै देख्न सक्नुहुन्छ त्यो। अब भन्नुहोस्, त्यो बेला त जेनजीको सरकार थिएन, जेनजीको आन्दोलनै भएको थिएन। अहिले अरूले भने जस्तो पश्चिमाले बनाइदिएको सरकार पनि थिएन, राष्ट्रवादी भनिनेहरूकै सरकार रहेछ त्यो बेलामा त। अनि त्यो बेला चाहिँ कसरी भारतीय, अमेरिकी, बेलायती सेना नेपालमा आएर टुडी खेलमा प्रस्तुति दिँदैछन् त, नाच देखाउँदैछन्। अनि त्यो कुरा बुझ्नु छैन। नदेखेको
आज राष्ट्रियताको सवाल उठाउने मिडियाहरू र झोलेहरू अब नेताहरूले त्यो बेलामा सुतेका त थिएनन् होला कि देखेर पनि नदेखे जसो गरेका हुन् त्यतिकै यो बोलिरहेछ त्यो कुरा बुझ्नको लागि मैले फेरि अरू खोजी गरेँ बोल्नुभन्दा अगाडि सोच के हरेक कुराहरू त्यसमा लेखिएको रहेछ 2075 जुन तिमीहरूले देखेका हुन्छौ नि प्रधानमन्त्री भएको बेलामा त्यस्तै जुन तिमीले सोचेका हुन्छौ नि विदेशी त्यस्तै सेना यसरी नेपाल हुँदैन आएर सेना वास्तविक दिवसको उपलक्ष्यमा प्रदर्शन दिन सुरु गरेको रहेछ त्यसपछि प्रत्येक वर्ष सेना दिवसको दिनमा शिवरात्रिको दिनमा यथार्थ कुरो त यो रहेछ नि त बेलायत इन्डिया लगायत खासमा विभिन्न देशका सेनाहरू कसले चाहिँ अमेरिकी सेनाहरू चाहिँ लिएर चाहिँ उ गराएर रहेछ त भन्ने कुरो त त्यसैगरी स्पष्ट छ त स्पष्टीकरण छ भइरहेछ स्पष्टीकरण दिइरहनु भएको छ यसै गरी प्रस्तुति दिने चलन रहेछ त्यतातिर पनि नौला कुरा होइन रहेछ यो कति सालदेखि अमेरिकी सेनाहरू चाहिँ रातो र चन्द्र सूर्य जंगी निशान आइरहेको रहेछन् भन्ने कुरा marching before you is the Nepali army band. त्यत्तिकै यसको भुक्छन् बारेमा चोरहरू नेपाली सेनाले समेत विज्ञप्ति नै निकालेर प्रष्टीकरण दिइसकेको छ सेनालाई बारम्बार यस्तो विवाद राम्रोले राम्रै भन्नु पर्यो नराम्रोले नराम्रै भन्नु पर्यो होइन सैनिक आफ्नो हामीले आँखाले पनि देखिरहेछ कतिको हो भनिएको छ अब यदि प्रश्न चेन्ज भइरहेछ भन्ने मुखैमा कुराहरू अमेरिकी सेना नेपाल किन आयो भन्ने हुन्थ्यो भने त्यसको जवाफ बेग्लै हुन्थ्यो होला। त्यो बोलेको र तर्कसङ्गत पनि लाग्थ्यो। त्यसको अथवा बोलेको नेपालमा सुनाइमा र आएर हाम्रो आफ्नो संस्कृतिसँग सोचाइमा धेरै नमिलेको फरक पर्छ के प्रस्तुति किन वास्तविक दियो भन्ने प्रश्न सोधेको बुझेर भए पनि बोल्नुपर्छ मान्छेले सायद त्यो प्रश्न दुःख जायज पाइन्छ हुन्थ्यो होला। नत्र तर विदेशी सेना नेपाल ल्याएर प्रदर्शन नै गर्ने काम जसले सुरु गर्यो सुरुमा वर्षै पछि भइरहेको त्यो कार्यक्रम त्यो बेलामा आँखा चिम्लेर बस्नेहरूले अहिले सबभन्दा चर्को स्वरमा कराएको देख्दाखेरि चाहिँ अचम्म चाहिँ त्यहाँनिर लागेको बरु यो प्रश्न उनीहरूलाई नै किन नसोध्ने सबैभन्दा पहिला विदेशी हर्केलाई पनि यो कुरा थाहा रहेन छ हर्क साङपाङलाई त्यतिकै भुक्या भुकी गरे हुन्छ हर्क साङपाङ के कारणले काम छैन त्यसलाई अहिलेको सरकार र जेनजी आन्दोलनसँग जोडेर अहिले हल्ला यसरी मचाइँदछ कि अमेरिकी सेना नेपाल छिरिसक्यो जेनजी आन्दोलनको कारणले भएको हो यो सबै भन्ने त्यसरी फैलाइँदैछ यसबाट प्रमाणित चाहिँ के गर्न खोजिएको त्यो चाहिँ बुझिन सक्नु छ राजनीतिक यथार्थ कुरो बुझौँ के मेन लागि कुरा चुनावी लाभको यथार्थ लागि के हो नारा मात्रै हो कि त्यसको भित्री अर्थ अरू केही छ हो स्पष्टीकरण यो भिडियोले दिन्छ कि स्पष्टीकरण सय हुँदैन वास्तविक के रहेछ त तर पहिला कुन सरकार हुँदाखेरि अमेरिका सेनाहरू नेपाल आएर चाहिँ बसेका रहेछन् भन्ने कुराहरू बुझ झोलेहरू स्वतन्त्रतामै खलल पर्यो भनेसरी हल्ला जय मचाउने नेपाल अलिकति जय देश भन्ने मात्रै कुरा हो त्यो झोलेहरू पनि भिडियो आफूलाई अन्तिमसम्म हेरेर बुझ राष्ट्रवादी हुँ भन्न रुचाउने पार्टीहरूले र तिनका सदस्यहरूले